थियो। हामीले आशाको सानो थियो, सानो एउटा सरकार पालेको हो। जताततै केही भएन भनेर थियो। त्यो देश हाम्रो बदल्ने अब हुन्छ भनेर हामी अगाडि आएका छौँ। सर्वप्रथम स्वर्ग जस्तो देश, भगवान जस्ता संसार, हजुरहरू तपाईँलाई एकदम विशेष धन्यवाद दिन चाहन्छौँ। हजुरहरूले चुनाव आउँदा पनि हामी आउँदा चुनाउँदा यतिखेर माया आशा भरोसा दिलाउनु भयो। हामी सबैजना सँगै हुनुपर्छ, यो देश हाम्रो बनाउनु पर्छ भन्ने भयो। त्यही भएर चुनावजीलाई एकदम धेरै बधाई र जोरदार तालीले स्वागत गरिदिनु हुन आफ्नो अनुरोध गर्न चाहन्छु। रूपन्देहीमा अहिले दिन्छ र रूपन्देहीमा घटी बस्छ र रूपन्देहीमा यस्तो हुन्छ र भन्थे। हेर्नुहोस् त आज 5वटै जिल्ला घटी जिल्ला फेरि यो जित भएको छ, यो सुरुवात मात्र हो। जितको बेला हुन्छ जति बेला हाम्रो साथीभाइ सबै यही हुन्छन्, कसैलाई विदेश जानु पर्दैन। जित त्यति बेला हुन्छ जति बेला हाम्रो गाउँठाउँमा खोला नाला गाउँहरू पुरै भरिभर हुन्छन्, हाम्रा खानेकुराहरू चाहिँ एकदम सबै कुरा चाहिँ हुन्छन्। जित त्यति बेला हुन्छ कोही नेताले यहाँ लुटिन्छ अस्पतालमा गएर 1 वर्ष अपरेसन गर्न पालन हुन पर्दैन। त्यति बेला हुन्छ तपाईँ नवीन स्कुलमा पढ्दा र त्यही बाटोमा पढ्दा र यही होराइजन स्कुलमा पढ्दा कसैलाई पैसा लाग्दैन, सबैलाई बराबर शिक्षा हुन्छ। त्यति बेला हुन्छ तपाईँ यहाँ सबैजना नेपालीहरूले घर जान पाउँछौँ। तपाईँलाई ठुलो जिम्मेवारी दिनुभएको छ। त्यो जिम्मेवारी हामीले एकदमै धन्यवाद दिन चाहन्छौँ। हामी यतिखेर गर्नेछौँ कि हजुरले दिनुभएको विश्वास बस हामी जिन्दगीमा दिन सक्दैन होला। चुनाव हामी सम्पूर्ण टिमहरू प्रमुखहरू अनुसारले हामी सबै यही छौँ। सबैजनालाई नेपाली भनौँ, नेपाल भनौँ, देशको काम देशको नाम एउटा परिवर्तन रूपन्देहीले आज जिल्ला बनेको छ। रूपन्देही नेपालको पहिलो सफल जिल्ला बनाउनु छ। यहाँको भएका जानादेखि सोचेको पहिलोदेखि सुकुम्बासीदेखि लिएर तटबन्धसम्म सबै समस्या समाधान गर्नुपर्ने छ भन्दै सबैजनालाई एकदम धन्यवाद दिँदै कालो र कष्ट र दुःख र